राजनीतिक परिस्थिति हेर्दै गर्दाखेरि पढे लेखेको युवाहरूलाई एकदम गाह्रो छ नेपालमा गरी खानुको लागि। बाहिर वैदेशिक रोजगार बाहेक अरू अप्सन छैन। यो निकममा सरकारले गर्दा चाहिँ यो चिजहरू उत्पन्न भएको हो। होइन, राष्ट्रियताको कुरा गर्दै गर्दा मैले मेरो उदयपुर जिल्लाको लागि 8औं राष्ट्रिय खेलमा म सिल्भर मेडलिस्ट पनि हो र मेरो पढाइ पनि त्यही सँगसँगै राजनीतिक शास्त्र हो मेरो ब्याचलर्स गरेको मेरो सब्जेक्ट, र मास्टर्स पनि म त्यही पोलिटिक्ससँग रिलेटेड कुराहरू नै म पढ्नु गइरहेको छु। अब यो चिजहरू चाहिँ चेन्ज गर्नुको लागि चाहिँ पढाइ एकदमै जरुरी छ। अनि अर्को कुरा भनेको नेपालमा अपर्च्युनिटी एकदमै कम छ। हरेक कुरामा हामी पछाडि छौँ। यो सबै कुरा हामी पछाडि पर्नुको जड भनेको चाहिँ मेन पोलिटिक्स हो। जबसम्म यी बुढाखाडा नेताहरू रहिरहेछन् मलाई लाग्छ तबसम्म चाहिँ हाम्रो देशको विकास हुँदैन। म यहाँबाट अर्को कुरा केही पनि अपिल गर्नु चाहन्छु भनेदेखि बालेन शाह, हर्कल साम्पाङ यी यस्ता स्वतन्त्र पढि लेखेका आउँदो पोलिटिसियनहरूलाई चाहिँ तपाईँहरूले सपोर्ट गर्नु होला। यिनीहरू नै हुन् भोलिको दिनमा हाम्रो देश नेपालको मुहार फेर्नु सक्ने। पछिल्लो समय